साथीहरु नमस्ते। मेरो नयाँ भिडियोमा तपाईहरुलाई स्वागत छ। अहिले चाहिँ म तल्लु बगर जाँदैछु। हाम्रो नलगा नगरपालिका वडा नम्बर 12 अन्तर्गत पर्ने तल्लु बगर बजारमा जाँदैछु। एउटा सानो काम परेर म चाहिँ तल्लु बगर जाँदैछु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। डेन्जर छ हेलो। मेरो सहकर्मी सर चाहिँ मसँग तल्लो बगर जाँदै हुनुहुन्छ। उहाँलाई चाहिँ पछाडि बसालेर लैजानुपर्ने हुन्छ। जीवन सर आउनु जाऊ आउनु छिटो। हाम्रो चाहिँ क्यामेराम्यान आउँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो क्यामेराम्यान हो। साथीहरु अब हामी चाहिँ लाग्यौँ तल्लो बगरतिर। आज तपाईहरुलाई यसो हाम्रो स्थानीय बजारमा देखाउँदैछु। कतिपय हाम्रो यो डोल्पा यात्रा गर्दाखेरि फोक्सुन्डो जाँदाखेरि चाहिँ यो बाटो हुँदै जानुभएको छैन। अहिले चाहिँ हामी ऊ पारि त्यो पारि गएपछि रुकुम भेटिन्छ। त्यहाँबाट चाहिँ हाम्रो डोल्पा खण्डको यात्रा सुरु हुन्छ। हामी भेरीको छेउछेउ हुँदै तल्लो बगर जान्छौँ। हामी विशेष गरी हाम्रो आजको लगभग यात्रा प्रायः जसो रुकुमको सडकमा हुनेछ। अहिले चाहिँ हामी जाजरकोटमा छौँ। यो चाहिँ जाजरकोटको नलगा नगरपालिका वडा नम्बर 12 हो, अवलुर्ता हो। एकदम जीर्ण अवस्थामा रहेको यो हाम्रो रुकुम जाजरकोट जोड्ने भेरी पुल जुन 35-36 वर्ष पहिला बनेको हो। एकदम अहिले चाहिँ जीर्ण अवस्थामा छ। यसको चाहिँ मर्मत सम्हार गर्नुपर्ने हो। सम्बन्धित निकायले चाहिँ वास्ता नगरेको अवस्था छ। यो भिडियो मार्फत म चाहिँ सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउन चाहन्छु। यात्रा चाहिँ भइरहेछ है गाइस। बाटो एकदम अप्ठ्यारो बाटो छ। जता पनि ढल्न सक्ने अवस्था छ। ग्याजी टोली हामी चाहिँ एकै ठाउँमा चाहिँ कार्यरत छौँ है। यसो दिनभरिको थकानलाई घुमेर मेटाउने प्रयासमा छौँ हामी चाहिँ। 2081 12 महिना 13 गतेको चाहिँ यो हाम्रो ग्याजी टोली हो। यो हाम्रो सहकार्य चाहिँ लामो समय शताब्दीसम्म रहनेछ भन्ने आशा चाहिँ गरेका छौँ है। सहकार्य सम्बन्ध रहोस् भन्न चाहन्छौँ। बाटो चाहिँ एकदम खत्तम छ। सबभन्दा हाम्रो एरियाको सबभन्दा बढी हल्लिने झुलिङ्गे पुल चाहिँ यही हो। हिजिगार खोलाको एकदम हल्लाइरहनेछ।
त्यो माथि देखिने रोड चाहिँ हाम्रो सुन्दर बस्ती गोतामकोट जाने बाटो चाहिँ त्यो हो भने हामी चाहिँ तल त्यसको साइड छेउछेउबाट मुनि बाटो चाहिँ हामी तल्लो बोकेर जान्छौँ अहिले हामी चाहिँ बगेना भन्ने ठाउँमा पुगिसकेका छौँ यो बगेना चाहिँ एकदम चिरपरिचित ठाउँ हो बगेना भन्ने बित्तिकै तपाईँहरूलाई के को याद आउँछ मलाई चाहिँ यहाँ लाग्ने पास पूर्णिमा मेला एकदम यादगार छ किनकि यो प्रत्येक वर्ष चाहिँ दसैँ पछाडि पूर्णिमाको बेला लाग्ने गर्दछ यही मैदानमा पास पूर्णिमा मेला लाग्ने गर्दछ साथीहरू बाटो चाहिँ एकदम झुर छ हो यही ठाउँमा मेला लाग्ने गर्छ देख्न सक्नुहुन्छ तपाईँ यो ठाउँको मेला हेर्न को आउनु भएको छ यसो एक चाहिँ लाइक गर्न नबिर्सिनु होला यो चाहिँ हाम्रो चौकी हाम्रो ग्रुप बाइकको गाडी आउँछ हेर अवस्था सिङ्गो जाजरकोट र डोल्पालाई रुकुमलाई जोड्ने यो पुल चाहिँ एकदम झुलुङ्गे पुल एकदम अग्लो स्थानमा रहेको छ साथीहरू भेरी नदीको माथि बाइक चलाउन पनि पहिलोपटक आउँदा त एकदम डर नै लाग्छ हामी चाहिँ सधैँ चलाउँदै आएको भएर खासै केही लाग्दैन यता साइड हेर्नु साथीहरू यति अग्लो ठाउँमा छ गाह्रो चलाउनु यहाँ बाइक चलाउन लालाजी छैनन् त ओहो यो चाहिँ हाम्रो लालाजीको पसल लालाजीलाई देखाउँ न हेलो लालाजी के छ खबर आउनु बस्नु जाउँ लालाजीको पसल हो वर्षा इलेक्ट्रोनिक्स तल्लो बगल होलसेल एकदम मिलाएर आउनु होला बाइकहरू लाइनमा नेपालकै सबैभन्दा हल्लिने पुल हिजिगार खोलाको पुल त्यो चाहिँ एकदम हल्लिन्छ साथीहरू हामी चाहिँ के गर्दै लटर गर्दै ढिलो भइसक्यो अँध्यारो भइसकेको छ है बाटो चाहिँ एकदम जटिल अवस्थामा छ यो चाहिँ एकदम हल्लिने अनि हामी चाहिँ तल्लो बगरबाट घर पुगिसकेको अवस्था हो जीवन सरलाई चाहिँ अब बिदाई गरेर म चाहिँ आफ्नो घरतिर फर्किँदैछु ल हुन्छ सर हामीसँग जानलाई गुड नाइट भोलितिर भेटौँला उहाँ चाहिँ हाम्रो गुरुङ टुर एन्ड ट्राभल्सका सञ्चालक
अहिले चाहिँ उहाँहरू म घर जाँदैछौँ। ल अब हामी चाहिँ फाइनल्ली गाउँमा पुगिसकेको अवस्था हो। ल साथीहरू, मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला।